लोकसेवा आयोगको खरिदार पद सायद नेपालकै सबैभन्दा चर्चित र प्रतिस्पर्धी परीक्षाहरूमध्ये एक। धेरैजना यसको तयारी गर्ने सोचमा हुनुहुन्छ होला। आज हामी यही जटिल देखिने प्रक्रियालाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गर्नेछौं ताकि तयारीको लागि एउटा स्पष्ट बाटो बनोस्। ल सुरु गरौँ है त। आज हामी खरिदार परीक्षाको पूरा संरचनालाई केलाउनेछौं। यो 3 चरणको प्रक्रिया कस्तो हुन्छ, स्क्रिनिङ परीक्षादेखि मुख्य परीक्षा हुँदै सिप परीक्षण र अन्तर्वार्तासम्म के हुन्छ सबै हेर्नेछौं। अनि सफल हुनको लागि नबिर्सन नहुने केही नियमहरूमा पनि नजर लगाउनेछौं। खरिदार बन्ने यो यात्रा खासमा 3वटा छुट्टा छुट्टै चरणमा बाँडिएको छ र हरेक चरणको उद्देश्य फरक फरक सिप जाँच्नु हो। आउनुहोस् यो यात्राको पहिलो झलक हेरौं। यो एक किसिमको फिल्टरिङ प्रक्रिया जस्तै हो। पहिलो चरणमा हजारौंमाथि केहीलाई छानिन्छ, दोस्रो चरणमा उनीहरूको ज्ञानको गहिराई नापिन्छ र अन्तिममा गएर मात्र व्यावहारिक सिप र व्यक्तित्वको परीक्षण हुन्छ। ल अब लागौं पहिलो र सबैभन्दा ठूलो चुनौतीतिर, स्क्रिनिङ परीक्षा। यसको मुख्य काम भनेकै हजारौं प्रतिस्पर्धीको भिडबाट अर्को चरणका लागि योग्य उम्मेद्वारहरूलाई छुट्याउनु हो। यहाँ एकदमै ध्यान दिनुपर्ने कुरा के छ भने पास मार्क 45 छ, जुन अलि बढी नै हो। तर त्योभन्दा ठूलो चुनौती के हो भने 50वटा प्रश्नको लागि जम्मा 45 मिनेट। भनेपछि एउटा प्रश्नको लागि 1 मिनेट पनि समय छैन। यहाँ त गति नै सबथोक हो। अनि अर्को महत्त्वपूर्ण कुरा, यो परीक्षाको नाम नै स्क्रिनिङ टेस्ट हो। यसको मतलब यसमा ल्याएको नम्बरले अन्तिम नतिजामा कुनै असर गर्दैन। चाहे 45 ल्याउनुस् वा 90, उद्देश्य एउटै हो, दोस्रो चरणको लागि ढोका खोल्नु। त्यसैले यो केवल एक छनौट प्रक्रिया हो। पहिलो पत्रलाई पनि 2 भागमा बाँडिएको छ। पहिलो भाग सामान्य ज्ञान, जसले सैद्धान्तिक ज्ञान कति छ भनेर जाँच्छ, अनि दोस्रो आधारभूत कार्यालय सिप परीक्षण, जसले व्यावहारिक क्षमताको मूल्याङ्कन गर्छ। सामान्य ज्ञानको सिलेबस हेर्ने हो भने यो निकै फराकिलो छ। भूगोल, इतिहास जस्ता परम्परागत विषयदेखि लिएर विज्ञान, प्रविधि र अन्तर्राष्ट्रिय घटना जस्ता सधैँ अपडेट भइरहनु पर्ने विषय पनि छन्। यसले के देखाउँछ भने उम्मेद्वार चौतर्फी जानकार हुनैपर्छ। अब यो BOSST अर्थात् बेसिक अफिस स्किल्स टेस्ट किन राखिएको होला? लोकसेवा आयोगको पाठ्यक्रमले नै यसको जवाफ दिन्छ। यसको उद्देश्य घोकेको कुरा जाँच्नु होइन, बरु एउटा सामान्य कर्मचारीले कार्यालयमा गर्ने काम कति छिटो र सही तरिकाले गर्न सक्छ भनेर हेर्नु हो। यहाँ हेर्नुस् त, यो किताब पढेर घोक्ने कुरा होइन, यो त व्यावहारिक सिप हो। जस्तै 2वटा कागजातमा के फरक छ भनेर पत्ता लगाउने, निर्देशन अनुसार काम गर्ने वा साधारण हिसाब किताब गर्ने। यस्तै कामहरू हुन् जुन एक खरिदारले दिनहुँ गर्नुपर्ने हुन्छ। ल जसले पहिलो चरणको त्यो कडा छनौट पार गर्छन्, उनीहरूको लागि सुरु हुन्छ वास्तविक परीक्षा। अब आउँछ दोस्रो चरण, जहाँ ज्ञानको गहिराई जाँचिन्छ, त्यो पनि लिखित उत्तर मार्फत। अब यहाँ ठूलो परिवर्तन देखिन्छ। अघिसम्म टिक लगाउने परीक्षा थियो, अब चाहिँ विषयगत उत्तर लेख्नुपर्ने हुन्छ, छोटा पनि लामा पनि। र हरेक पेपरमा पास हुन कम्तीमा 40 नम्बर ल्याउनै पर्छ। यहाँ गति मात्र भएर पुग्दैन, ज्ञानको गहिराई पनि चाहिन्छ। दोस्रो पत्र, जुन कार्यालय व्यवस्थापनको छ, त्यसमा आफ्नो बुझाइलाई शब्दमा उतार्नुपर्छ। यसमा 12वटा छोटा प्रश्न आउँछन् 5-5 नम्बरका र 4वटा लामा प्रश्न आउँछन् 10-10 नम्बरका। यहाँ सिद्धान्त बुझेर मात्र पुग्दैन, त्यसलाई राम्रोसँग लेख्न सक्ने कला पनि चाहिन्छ। ठिक त्यसै गरी तेस्रो पत्रले चाहिँ जागिरसँग सम्बन्धित विशेष ज्ञानको परीक्षण गर्छ। यसमा 8वटा छोटा र 6वटा लामा प्रश्नहरू हुन्छन्। यहाँ पनि विषयवस्तुको गहिरो ज्ञान र त्यसलाई प्रभावकारी रूपमा लेख्ने क्षमता दुवैको परीक्षण हुन्छ। लिखित परीक्षामा पनि सफल भइसकेपछि यात्रा पुग्छ अन्तिम चरणमा। यो चरणमा किताबको ज्ञान होइन, बरु व्यावहारिक सिप र व्यक्तित्वको परीक्षण हुन्छ। यो चार्टले अन्तिम चरणको महत्त्वलाई छर्लङ्ग पार्छ। हेर्नुस् त, कुल 40 नम्बरमा कम्प्युटर सिपको 10 नम्बर मात्र छ, जबकि अन्तर्वार्ताको 30 नम्बर। यो भनेको 75%। यसले के देखाउँछ भने प्राविधिक सिप त चाहिन्छ नै, तर व्यक्तिगत प्रस्तुति र सञ्चारकला कति धेरै महत्त्वपूर्ण छ। यो सिप परीक्षण जम्मा 15 मिनेटको हुन्छ, तर एकदमै महत्त्वपूर्ण छ। यसमा नेपाली र अंग्रेजी टाइपिङदेखि लिएर वर्डमा डकुमेन्ट मिलाउने जस्ता आधारभूत कम्प्युटर सिपहरू जाँचिन्छ।
यी कामहरू हेर्दा त कति सजिलो जस्तो लाग्छ होइन र? तर सोच्नुस् त, परीक्षाको तनाव, समयको चाप, त्यस्तो बेला यी सामान्य कामहरू पनि बिना गल्ती छिटो छिटो सक्नु नै असली चुनौती हो। र अन्त्यमा केही यस्ता नियमहरू छन् जसलाई कहिल्यै बिर्सनु हुँदैन। यी साना देखिने कुराले नै पास र फेलको निर्णय गर्न सक्छन्। त्यसैले एकदमै ध्यान दिएर सुन्नुहोला। सबैभन्दा महत्त्वपूर्ण नियम हो नेगेटिभ मार्किङ। पहिलो चरणको एमसीक्यू परीक्षामा यदि कुनै उत्तर गलत भयो भने त्यस प्रश्नको कुल अङ्कबाट 20% काटिन्छ। यो भनेको 5 वटा गलत उत्तर दिनुभयो भने एउटा सही उत्तर बराबरको नम्बर जान्छ। यसको सोझो अर्थ के हो भने अन्दाजको भरमा उत्तर दिनु निकै जोखिमपूर्ण छ। कहिलेकाहीँ नजानेको प्रश्नलाई गलत उत्तर दिनुभन्दा खाली छोड्नु नै फाइदाजनक हुन सक्छ। अनि अरू केही नियमहरू पनि याद राख्नुपर्छ, जस्तै पहिलो पेपरमा क्याल्कुलेटर लैजान पाइँदैन। परीक्षाको माध्यम मुख्यतया नेपाली नै हो र सबैभन्दा महत्त्वपूर्ण, अन्तिम नतिजा दोस्रो र तेस्रो चरणको नम्बर जोडेर मात्र निकालिन्छ, पहिलो चरणको नम्बर यसमा जोडिँदैन। यी कुराहरूले रणनीति बनाउन धेरै मद्दत गर्छ। ल, खरिदार परीक्षाको पूरा नक्सा अब तयार छ। पहिलो चरणदेखि अन्तिम अन्तर्वार्तासम्म के हुन्छ, कसरी हुन्छ, सबै स्पष्ट भयो। बाटो देखाइएको छ, तर यात्रा त आफैले गर्नुपर्छ। अब प्रश्न यो हो, के यो यात्राको लागि तयारी सुरु गर्ने